guys. Try bro. Mukbang यस्तो गरिदिनु भयो अम्बो गाइस हेलो नमस्ते साथीहरु तपाईहरु सन्चै हुनुहुन्छ आज चाहिँ हामीले लिएर आएको छु मुकब्याङ अन्त आज हामीले के लिएको छ भने यहाँ लेखेको छ 2x अन्त यहाँ लेखेको छ पुस्का छ यहाँनिर छ कोल्ड ड्रिंक पनि छ स्पाइसी चिप्स छ अन्त कोल्ड ड्रिंक्स अन्त यति चाहिँ आज हामी फर्स्ट टाइम हो नि त मुकबाङ गरेको अब हामीलाई थाहा छैन के हो कसो है तपाईहरुले पो भन्नुपर्छ त अन्त अब चाहिँ हामी स्टार्ट गरेको लागि चाहिँ लु खाए त साथीहरु कतिको पिरो हुन्छ हेरौँ न है साथीहरु लु फर्स्ट बाइट स्पाइसी किलो हुँदो रहेछ न खान त खाएको हामीले 3x हालेको 3x र 2x मिक्स गरेको के तिमीले त उयो लिएर रहेछ त टिस्यु ल्याउनु पर्थ्यो नि हौ आज चाहिँ हाम्रो भिडियो केही पनि भएन नि त अन्त मुकब्याङ गर्छु भनेर सोचेको थिएँ अन्त भाइ पनि आज बाहिर एउटा सानो कामले गएको थियो नि त उसको काम हुँदैछ अब त्यो जुन चाहिँ काम भइसकेपछि तपाईहरुलाई पनि सेयर गर्छु त्यसको पनि फाल्टै भ्लग आउँदैछ अब त्यो भयो भने त भाइको त राम्रो हुन्छ अन्त यहाँ त पुरा गरम चलिसक्यो तपाईहरुतिर कस्तो छ हौ उसलाई त मैले टिस्यु लिएर आउँला भनेको छ पिरोले पनि चिप्स पनि साथीहरु मलाई मतलब पिरो भएर अझै मलाई त नि यहाँ पिरो हुँदैन होला भनेर हेर्नुस् न खोर्सानी उसले पुरा पिरो खान्छ नि त उसले पुरा पिरो खान्छ म सक्दिनँ उनीहरूले त ऊ चपस्टिक्सले खान्छ आफू त म त जान्दैन साथीहरु म त मेरो चाहिँ साथीहरु आँखाबाट पानी आउला जस्तो भयो नानाको त तुर्नु आँटिसक्यो मुडलले तिमीहरूले कहाँ सक्छ मलाई च्यालेन्ज गर्नु जस्तै यो अन्डा निम्बु पनि खानुपर्छ अब बनाएर खानुपर्छ म त यो पुच्का खान सक्दिनँ साथीहरु अगाउँदा जस्तो भयो अब उसले सक्न रहेछ यो चाहिँ पसिना यस्तो गरम छ फेन पनि नचलाएको हो आवाज आउँछ नि त यो गरममा चाहिँ हेर्नु साथीहरु पसिना
2x भन्ने पाउँदैन नि त, जातै पाउँदैन कि ब्लिङ्किटमा मगायो त्यहाँ पनि आउट अफ स्टक। त्यहाँदेखि भाइ आएर भाइलाई स्पेन्सर पठाएको। यति मनपर्छ फेरि यो पिरो पिरो चाहिँ, यसको पिरो चाहिँ पुरा मनपर्छ। पसिना चाहिँ क्यामेरामा क्याप्चर छैन तर पुरा आइरहेको छ। मलाई चाहिँ पसिना हेर्नु क्यामेरा त्यति देखेको छैन तर पुरा आइरहेको छ। करेन्ट लाग्यो जस्तो भयो नि लुगाले चाहिँ नपुछ न। फर्स्टचोटि मुकब्याङ होइन हाम्रो, के कस्तो हुन्छ अब थाहा छैन। अब चाहिँ ट्राई गरेको हो। सक्यो साथीहरू। अलिकति छ अब आइस पनि उयो गरेको भए पनि हुन्थ्यो रहेछ है। अझै छ कोक एक बोतल। साथीहरू डेन्जर पिरो। अब त पुच्का र स्टार्ट गर्नु स्टार्ट गरौँ। भन्नु न अब त पुच्का। अब चाहिँ यो पुच्का पनि स्पाइसी छ, हेर्नुहोस् न, तपाईँहरूले देख्नु सक्नुहुन्छ होला। हेर्नुहोस् न, म देखाउँछु है तपाईँहरूलाई। ल चिप्स पनि पिरै छ। यहाँ हेर्नुहोस्, खोर्सानी खोर्सानी छ। यो पनि पिरै छ। Ala. That's right. पानी चाहिँ बिचमा राख्नु। आज हाम्रो गेटको छेउमा पाउँथ्यो पुच्का कि, होलीले गर्दा उहाँ त आउनु भएको छैन, अन्त उता गएर लिएको कि टेस्टै छैन रहेछ, खालि स्पाइसी मात्रै छ, अमिलो छैन रहेछ। कस्तो लाग्यो तिमीलाई मुकब्याङ गर्दा? निम्बु गाइस, ट्राई गरी निम्बुको। उसले चाहिँ अमिलो पिरोहरू पुरा खान्छ। पिरो मैले भन्दा चाहिँ यस्तो खोर्सानी खान्छ, तर यो पुरा स्पाइसी खोर्सानी मात्रै छ यसमा साथीहरू, टेस्टी छैन एउटा पनि। मसला राम्रो छ। जति स्पाइसी खाएँ त्यति खानु मन लाग्छ कि यस्तो।
खोर्सानी हाल्नु भएको लुच्चा 3-3वटा हाल्ने सक्नुहुन्छ छिटो खानु न त स्पिड खानुपर्छ तिमीले भन्दा ज्यादै खाएको गाई हेर्नु होला कसले मलाई ज्यादा कमेन्ट गरिदिनु होला आज पुरा स्पाइसी स्पाइसी चिज भयो नि त मिठाई पनि लिएको भए हुँदो रहेछ अब हाम्रो के छ र मिठाई छ र त्यो चाहिँ च्यालेन्ज हो एक्सक्युज मी साथीहरू खाउँदै एउटा खोर्सानी आयो गाडीदेखि नै तपाईँहरूको लागि चाहिएको कसरी हाल्नु यसो मसला गरेर साथीहरू सिगार साथसाथमा उयो आँसुको साथसाथ पसिराको साथसाथ यसरी हाल्नु भएको थियो लुगा चाहिँ एउटा डल्लै हालिदिएको छु खोर्सानी निम्बु खानु त झन् पिरो भयो अब साथीहरू गर्दैछ खोर्सानी हाल्नु न साथीहरू कस्तो लागिरहेछ नि त मलाई यसमा पनि डल्लै छ खोर्सानी त एकदम टाइट मलाई नि डल्लै खोर्सानीको एउटा कुरा खाइदिनु तिमी खाऊ पहिला गाईदी खोर्सानी साथीहरू खोर्सानी खाएर आज चाहिँ पुरा स्पाइसी स्पाइसी चिज भयो नि त यो झन् स्पाइसी रहेछ स्पाइसी छ यो भुट चिप्स भने होइन के भन्नु हाम्रो बजेटमा कोही चक्लेटहरू लिएको भए पनि दार्जिलिङ पनि सकिरहेको छ अब क्रिम छ लिम्बू खानु नि लिम्बू खाँदै त एउटा खाएँ दुनु पर्यो त एउटा हेर्नुहोस् न यस्तो हाल्दैछ हौ पुरा ठग्छ यहाँ त दुलै दुलो भएको हाल्दैछ हेर्नु न पानी नै झर्दैन हेर्नु न यस्तो चुन्छ यस्तो खानु साथीहरू कामिन्जल भइसक्यो म त अब हाम्रो डल्ले खोर्सानी टेस्टी हुन्छ अब डल्ले खोर्सानी त कहाँबाट पाउनु तर यो लाम चाहिँ खट्टा पिरो रहेछ हेर्नु न यो चाहिँ यस्तो डल्लो पिरो रहेछ हेर्दा चाहिँ यस्तो हामीले कतिवटा दुधो राखेको अब साथीहरू यस्तो अब साथीहरूको लागि एउटा खानु पर्यो होला भएन यो त दुलै दुलो भएर हेर्नुहोस् न यस्तो त कहाँ खानु है साथीहरू यो राखिदिन्छु ल साइडमा यत्रो खाइसक्यो हामीले सक्छ भयो डल्लै खा सक्दैन सक्छौ खानु पर्यो च्यालेन्ज हो च्यालेन्ज दुनु छ पर्ने हाम्रो मुख ब्याङ हो तर पनि दुनु पर्यो लु खाऊ
के भन्नु साथीहरू यस्तो सेन्जातिर भयो मलाई चिप्स त ट्याक्कै मन परेन है म पिरो छ नि त तर टेस्टै छैन तर पिरो चाहिँ पुऱ्यो छ है मलाई त यस्तो स्यालेडहरू चाहिँ पुरा मन पर्छ पिरोहरू चिप्स खान्छ नि पिरो चिप्स त खान सक्दैन साथीहरू म त टेस्टै छैन भयो इनफ भयो पिज्जा छ किन खाऊ 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 म त सक्दिनँ भयो ल साथीहरू आजको हेर्नुहोस् न बोल्नु पनि गाह्रो भयो अब 3टा त बज्यो 3टा बज्यो तर हामीले 2x त सबै खाइसके 3टा बज्यो हुन्छ गाइस अब चाहिँ हामी तपाईलाई बिदा माग्छु ओके बाई आजको मुभमेन्ट कस्तो लाग्यो भन्नुहोस् होला कमेन्टमा जे जस्तो लाग्छ त्यस्तै भन्नुहोस् होला है साथीहरू अनि लाइक कमेन्ट शेयर गर्नु सब्स्क्राइब पनि गर्नुहोस् होला है बाई